हैन छपनी हुँदाहुँदै जाड छानी खानु किन पो अल्छी गरेको? कमसेकम हात त धुएर खानु नि। उसको त मैला भएको हातले चकचक निकाली खाएछ। बटुकाले निकालेर खान सक्दैन थियो? त्यहाँ ढोडी मात्रै परोस् त फरी। ए मेरो फोरी हात घिन लाग्यो? मेरो पसिनाको कमाइ चाहिँ घिन नलाग्ने? मेरो हात चाहिँ घिन आउने हैन के चाहिँ गरेको छौ हौ त्यति साह्रो तिमीले चाहिँ? मैले के चाहिँ गरिन? बेमा यत्रो राङ्गा ढाले, ससुरालीमा यत्रो राङ्गा लगे, नयाँ दसैँ भन्यो फेरि अर्को सुँगुर लगे, अझै भएन पर मौली ससुराली भन्यो यत्रो फिला लगे। आज के गरिन? ए अनि म चाहिँ खाली हात आएको थिएँ? मेरो मैतीबाट ल्याएको त्यो पेवाहरू देखेनौ? खै कहाँ गयो त्यो? तिमीले भात टिपी खाने थाल, गाग्रीबाट पानी सारी खाएको लटा गाग्री कहाँबाट आएको? साँच्चीकै भन्नुपर्दा धेरै गफ नगर कि। तिमी बसेको यो गुन्द्री पनि मैले मैतीबाट अस्ति आउँदा लिएर आएको। फेरि किन भुइँमा बसेको? चिसो लाग्छ? धेरै आइमे जस्तो सानो चित्त नबनाऊ है। धेर नकर, तेरो कुराले गर्मी हो। आफ्नो बुद्धिले पनि भ्याउँदैन, भनेको पनि सुन्दैन, कस्तो चाहिँ अक्कड।